वेलकम टु ब्याक माई न्यू भिडियो आफ्टर लङ टाइम पछि तपाईँलाई मेरो भिडियोमा स्वागत छ र धेरै वर्ष होइन महिनापछि म ब्लग हाल्दैछु त्यो पनि स्पेसल गरी आफ्टर लङ टाइम कति 2-3 वर्षपछिको हाम्रो निमिता दिदीकोबाट गर्दैछु यता हुनुहुन्छ इन्जुरजित दाजु यता सनामे यता सानो मान्छे अविनाश यता त चिनेकै मान्छे यिनीहरू पनि पहिलेदेखि चिनेकै मान्छे है मेरो ब्लगमा आइराखेको मान्छेहरू तपाईँहरू होइन अनि आज चाहिँ हामी मौलो होइन सोन्दी घुम्न आइदिएको छौँ यहाँको नजाराको भ्यू चाहिँ यस्तो छ ठिकै छ किनकि म चाहिँ ब्लगमा बोल्नु जाने त्यस कारण यिनीहरू यहाँ आँच्छन् है अब तपाईँहरूलाई म देखाउँदै जान्छु के गर्छु कहाँ के गर्छु भनेर ल यहाँ माथि पनि जानुपर्ने हुन्छ हामी यहाँ फोटोसोटो खिच्ने कार्यक्रम पनि बबाले सबै खिचिनै सक्यो अनि धेरै समयपछि ब्लग बनाउँदाखेरि कस्तो लाज लाग्दैछ मलाई चाहिँ अलिअलि अनि लाज लाग्दैछ मेरो भिडियोमा अलिकति के भनिदिनु के अलिकति भनिदिनु मेरो भिडियोमा यो यसलाई सब्स्क्राइब गर्दैन ल दिपले अलिकति भनिदिनु न तपाईँ हामी त एकछिन सोच्नु देऊ त अलिकति भन्दै मेरो एन्जिना अलिकति भन्दै मेरो भिडियोमा यिनीहरू त यस्तै हाँसो मजाक गर्छ र मेरो भिडियोमा पनि के भनिदिन्छ है साथीहरू पनि कस्तो लाग्छ अब तपाईँहरूलाई म सर्ट क्लिपहरू मात्रै हुनेछ मेरो भिडियो आजको चाहिँ है ल बिस्तारै स्टक यहाँ चाहिँ अलिअलि हावा चल्दो रहेछ अनि यहाँको नजरिया चाहिँ यस्तो छ यहाँको नजरिया चाहिँ सबजना यस्तो छ जुन चाहिँ हावा शीतलतिर छेउतिर आइदिएको यहाँको नजरिया यस्तो छ ल म तपाईँलाई देखाउँछु यता आज स्वयम्भू सो टक्क हामी चाहिँ यहाँ माथि बहुत पनि आइसक्यौँ मन्दिर के भन्नु मन्दिरमा पनि पुगिसकेको छौँ यहाँको नजरियाको भ्यू चाहिँ यस्तो छ यता हुनुहुन्छ हाम्रो निमु दिदी यता यो केटो यता इन्ने दाजु यता सोनामै ठिकै छ ल नबुझी यसरी ल काठमाडौँ सहरको भ्यू यस्तै छ ल स्वयम्भू चाहिँ यस्तै छ अनि हिँड्दा धेरै गल्ली पनि सक्यो यहाँ पछि भिडियो यतैतिर समाप्त गर्नुपर्ने हुन्छ साथीहरू त्यहीतिर अनि ल टक्क हामीले चाहिँ घुमेर वरिपरि घुम्दा सबैतिर घुमि पनि सक्यौँ अब चाहिँ फर्किएको लगभग 1-2 घन्टा नि घुमियो होला यता वरिपरि यता सबैजना गले म मात्र गलेको छुइनँ अनि ल यस्तो छ यताको नजरिया ठिकै नै राम्रो नै छ तर गर्मी भएर धेरै गर्मी भएर मर्ने बेला भइसक्यो जस्तो छ के भन्दैछ है छैन नि मेरो भिडियोमा ल यस्तै छ नि त यस्तै छ हामी धेरै थकिसक्यौँ धन्यवाद भनिदिनु मेरो भिडियोमा धन्यवाद सक्यो आजको लागि भिडियो यति नै है त